ए भगवान, यो के सुन्न परेको के? सुर्खेतमा श्रीकृष्ण विक भन्ने दाइलाई चाहिँ इन्टरकास्ट बिहे गरेकै भरमा जेलमा हालेर जेलभित्रै मारेछन् के? त मारेकै हो के? नत्र कसले केस गरेको, कसले जेलभित्र लगेको, अनि कसले मारेको, किन मर्यो त्यो मान्छे भित्रै? होइन, अनुसन्धान गर्न पर्यो नि त राम्रोसँगले। यसलाई त यति खत्रै तरिकाले अनुसन्धान गर्नुपर्ने भयो कि? त्यो त मारेकै हुनपर्छ कि? अनि यो ठुलो जात बनाउँदा को हो त्यो मान्छे? जातै हो कि होइन? के को कारणले चाहिँ मान्छेले ज्यान लियो त? त्यो पनि जेलभित्र होइन? यहाँभित्र त के कुराको चाहिँ जालो बुनिएको छ? को हो त्यो मेन मान्छे? त्यसलाई त यस्तो घाँटी समातेर ल्याउनु पर्ने भयो कि? यो जेलभित्रै यस्तो राजनीतिक हुने, यो जेलभित्रै यस्तो होइन मान्छेलाई चाहिँ मार्न सक्ने, यस्तो यो कसको हात छ यस्तो? यो मेन हातलाई त कोठालो समात्ने बेला भएको रहेछ के? भएको होइन, समातिहाल्नुपर्छ। राम्रो अनुसन्धान होस् र यो जातकै कारणले चाहिँ हाम्रो दाजुभाइ मर्न पर्ने, दिदीबहिनीलाई चाहिँ विभिन्न किसिमका आरोपहरू चाहिँ सहनु पर्ने, त्यस्तो छ भने चाहिँ यो जसले आरोप लाउँछन्, जसले यो ज्यान लिन्छन्, यिनीहरूको ज्यानको बदला ज्यान लिनुपर्छ कि? यस्तो गर्न पाइन्छ? अरूको चाहिँ ज्यान होइन, को हो त्यो ठुलो जात बनाउँदो? के हो त्यो खासमा? मेरो त दिमाग सड्क्यो कि यो न्युज सुनेर त। मान्छेको ज्यान लिने हो? इन्टरकास्ट बिहे गर्यो, उनीहरूको चित्त बुझेर बिहे गर्यो नि त। चित्त नबुझे भोलि आफ्नो आफ्नो बाटो लाग्छन्। ज्यान लिनुपर्ने जरुरी छ। यो ज्यान लिने मान्छेलाई ज्यान नै लिनुपर्छ क्या? यो को हो यो मान्छे? चाँडोभन्दा चाँडो अनुसन्धान होस्। आन्दोलन गर्छन् यो कुरामा, गर्न पनि पर्छ यस्तो कुरामा।